2013-14 मा म तपाईँको फ्यान हो कि ठुलो फ्यान हो म रोहित जोन छेत्रीलाई भेट्न पाएँ भनेर आई नो तपाईँले कहाँ गएर कन्सर्ट दिनुभएको थियो कुन कुन गीत गाउनु भएको थियो नि भनिदिनु सक्छु हजुर थ्याङ्क यू सो मच भनिदिउँ म Join us and let your child soar in the limitless possibilities. We let the children be who they are and what they can be. Kathmandu World School, a world-class school for a world-class learning. रिसेन्टली पनि हाम्रै नेपाली पोडकास्ट सिन भनौँ नेपाली मिडिया सिनमा पनि त्यो भयो नै हामी सबैले न्युज पनि हेऱ्यौँ सबैले इन्स्टाग्राम फेसबुक टिकटक सबैमा त्यो राम्रोसँगले पायो त्यसको इक्जाम्पल अनि त्यही भन्दा त्यो इन्सिडेन्ट हुनु केही हप्ता अगाडि इन्डियामा पनि भयो एकदमै उहाँ मैले पनि एकदमै फलो गरेर हुन्थेँ उहाँको धेरै यस्तो स्पिरिचुअल जर्नीको बारेमा नै हुन्थ्यो सो एक प्रकारले एज अ भ्युवर मैले उहाँलाई कहिले भेटेको पनि छैन उहाँको एकदमै सबै फलो गर्ने पनि होइन आउने कुरा इन्ट्रेस्टिङ लागेको 2-3वटा पोडकास्टहरू हेर्ने सो उहाँको त्यो उहाँलाई त्यो भएको देखेर मलाई नै कस्तो नराम्रो लाग्छ सो यो मुखको बोली अलिकति कन्ट्रोल त्यही त बोली जो मान्छेले जिब्रोमा लगाम लगाउन सक्छ उसले संसार जित्न सक्छ लगाम भनेको चाहिँ नबोली बस्नु एउटा पावर हो तर सही कुरा बोल्न सक्नु अर्को पावर हो हजुर तपाईँ जति माउन्ट बस्नुहुन्छ यु आर भेरी मच पावरफुल हजुर अनि त इगोइस्टिक हुन्छस् नि त नबोल्दा भन्ने खाले पनि सोच आउन सक्छ तर एउटा कुरा विचार गर्नु जति धेरै बोल्छौँ हामीले त्यति धेरै मिस्टेक गरिरहन्छ क्या फेरि यो शब्दको प्रभाव चाहिँ कस्तो हुन्छ भने एकदम गरुङ्गो हुन्छ क्या यो स्पिरिचुअल्ली पनि के छ यसको साइन्स भने शब्द भनेको कहिले पनि खेर जाँदैन शब्द भनेको चाहिँ त्यो लेयरको सबभन्दा एकदमै तल्लो भागमा गरुङ्गो हुन्छ क्या हजुर वर्ड्स आर भेरी पावरफुल भन्छ नि त्यहाँ हामीले कोटेसनहरूमा पनि रियालिटीमा पनि त्यही हो अनि तपाईँले जे बोल्नुहुन्छ नि हजुर त्यो इभेन्चुअली तपाईँलाई लागु हुन्छ क्या त्यही भएर कहिले काहीँ भनिन्छ नि नेगेटिभ नबोलै भन्छ नि म अहिले चाहिँ त्यो कुरा पास्ट फ्यु इयर्स चाहिँ म यस्तो यो कुरामा चाहिँ म एकदमै विश्वास गरिरहेको छु त्यही कारणले म धेरै जस्तो मेरो चाहिँ एउटा अब यो मैले भने नि तपाईँ सफल हुनुहुन्छ वा हुनुहुन्न भन्ने कुरा चाहिँ त्यो बाहिरी हेर्ने मान्छेलाई मात्रै हो क्या तर इन्डिभिजुअल तपाईँ कति ग्रो गराउनु भएको छ भनेको चाहिँ त्यो तपाईँको लागि हो मतलब हाम्रो लागि एउटा इन्डिभिजुअलको लागि म दिनदिनै नयाँ कुरा सिक्छु र त्यसलाई प्र्याक्टिस गर्छु भने चाहिँ मेरो ग्रोथ भइरहेछ क्या मेरो कन्सर्ट हाउसफुल सोल्ड आउट भइरहेछ भने चाहिँ त्यो बाहिरी फेमलाई चाहिँ हो होइन तर मेरो व्यक्तित्व अथवा मेरो इनर सोल चाहिँ ह्याप्पी डे बाई डे भइरहेछ उदाहरणको लागि म जति धेरै बोलेँ नि मान्छे त्यति धेरै मिस्टेक गरिरहेको हुन्छ क्या अनि पहिला चाहिँ मैले के गर्थेँ भने रिसेन्टलीसम्म पनि मेरो साथीहरू मेरो नजिकको मान्छेले के नेगेटिभ बोल्यो भने चाहिँ नेगेटिभ नबोल है त्यो कुरालाई चाहिँ फिर्ता लि भन्थ्यो क्या ताकि त्यसले असर नगरोस् एउटा हुन्छ नि एउटा बोलेर पनि हुन्छ भन्ने हुन्छ नि अब बोलेर हुँदैन भने मैले तपाईँको मुखमा स्ट्रेटली मैले तपाईँको बेइज्जती गर्न थाल्यो भने एकछिन त हाँस्नुहुन्छ त्यस पछाडि त मलाई मोरल डाउन हुँदै जान्छ किन मैले तपाईँलाई छोएको पनि छैन बोलीको प्रभाव हो नि त होइन तर मैले तपाईँले बिर्सिसकेको तपाईँको क्षमताहरूको बारेमा भनिदिइरह्यो भने तपाईँलाई ऊर्जा मिल्छ क्या होइन 2013-14 मा म तपाईँको फ्यान हो कि ठुलो फ्यान हो म रोहित जोन छेत्रीलाई भेट्न पाएँ भनेर आई नो तपाईँले कहाँ गएर कन्सर्ट दिनुभएको थियो कुन कुन गीत गाउनु भएको थियो नि भनिदिनु सक्छु म हजुर थ्याङ्क यू सो मच भनिदिउँ म 2014 मा तपाईँले टेवामा गएर हजुर त्यो सानो एरिना जस्तो तल गएर के अरे अब बादल झरीको गीत गाउँ है यो भनेर गाउँ थाकेन हजुर हो तपाईँ त्यस्तो क्षमता भन् तिम्रा दुई आँखामा हजुर तिम्रा दुई आँखामा र पानी पर्यो थाहा छैन देख्छु जीवन समस्त त्यो गीत मेरो वान अफ द बेस्ट गीत हो क्या हजुर रिसेन्टली 1 मिलियन भ्युज क्रस गरेछ दाइ अनि हाम्रो राइडर दाई पनि एकदमै मिल्ने दाई हो मेरो भुषालजी होइन चाँद राई भुषालजीले चाहिँ खेल्नु भएको छ राजु भुषाल दाईले चाहिँ उहाँले चाहिँ म्युजिक भिडियो बनाइदिनु भएको उहाँ चाहिँ अस्ट्रेलियामा बस्नुहुन्छ
अनि अस्ट्रेलियामै बनाइदिनु भएको उहाँले. डु यु फिल गुड? एकदमै हजुर. बिकज मैले तिम्रा दुई आँखामा भन्ने गीतसँग चाहिँ मेरो एकदमै अर्को गहिरो कनेक्सन छ क्या दाइ. जस्तो मेरो पनि कनेक्सन छ क्या. त्यो गीत म्याजिक हो क्या. एकदमै दाइ हो. एन्ड यु हेभ लस्ट द्याट म्याजिक. त्यो हाम्रो अर्को दाइको एल्बमको गीतहरू हो. त्यो एल्बममा 8वटा गीत थियो. सबै नै मेरो लागि चाहिँ दाइ एकदमै नै स्पेसल छ. एन्ड यु हेभ लस्ट द्याट म्याजिक. डु यु रियलाइज दिस? खै दाइ. बट त्यो धेरै टाढा गएकै छैन कि. हजुर. यहीँ छ क्या त्यो म्याजिक चाहिँ. अनि फेरि हुन्छ नि त्यो आउँछ. अनि किनभने रोहित जोन छेत्री फ्यान होइन कि. हजुर. लाइक पावर जोड्ने बित्तिकै घुमिराख्ने अनि खोले पछाडि सेलाउने होइन. हजुर. रोहित जोन छेत्री आफैमा पावर हाउस कि. अनि त्यो आफैमा पावर हाउस भएको मान्छेलाई बाहिर करेन्टको जरुरतै हुँदैन क्या. सो त्यस्तो बिस्तारै बिस्तारै त एउटा चिनारी मात्रै हो. तर त्योभन्दा राम्रो राम्रो गीतहरू चाहिँ म फ्यान हो क्या. त्यो तिम्रा दुई आँखामा देख्छु जीवन समस्त त मैले त यतिचोटि हेरेँ होला होइन. यतिचोटि हेरेको छु. मलाई त्यसको एक एक पोज थाहा छ क्या. त्यो लेडिज कसरी सुत्नुहुन्छ, उठ्दाखेरि यस्तो गरेर उठ्नुहुन्छ, डिटेलिङ थाहा छ क्या. सो मैले भन्नलाई भन्छु शब्दको प्रभाव त्यस्तो हुन्छ कि. मैले डिटेलिङ भनेँ नि होइन. सो हामीले जति धेरै बोलिराख्यो नि त्यति धेरै मिस्टेक्स हुने चान्सेस हुन्छ कि. सो बोल्दै बोलेन भने हामी एकदम पावरफुल हुन्छ क्या. हाम्रो अब्जर्भेसन स्किल चाहिँ एक्टिभ हुन्छ. हजुर. साधु सन्तहरू चाहिँ रियल साधु सन्त एकदमै चुप्लाएर बस्नुहुन्छ कि. अथाह ज्ञान भएको मान्छे चुप्लाएर बस्नुहुन्छ कि होइन. हामी अल्प ज्ञानी भनेको थोरै ज्ञान भएकोहरू चाहिँ एकदमै आफ्नो कुरालाई पोइन्टेड होइन डिफाइन गर्नलाई म राइट छु भनेर भ्यालिडेसनको लागि चाहिँ तर्कमा तर्क जोड्ने होइन पोइन्टमा पोइन्ट जोड्ने गर्छौँ कि. सो वर्ड्स आर भेरी पावरफुल. त्यो अब कसैले भन्छ के अरे वर्ड्स बोले सकिन्छ भने अहिले मैले बोल्दै नि होइन त्यसले असर गर्यो नि होइन. अनि यो लस्ट द्याट म्याजिक भन्दाखेरि पनि अलिकति त असर गर्यो नि. सो एट द सेम टाइम मेरै मुखबाट निक्लेको शब्दले दुई किसिमको इमोसन रेज गर्यो भनेपछि सो डेफिनेटली वर्ड्स आर भेरी पावरफुल. एकदमै. अनि वर्ड्सलाई चाहिँ एउटा स्ट्रक्चरमा होइन ठ्याक्क राइट स्ट्रक्चरमा राखेर भन्नु चाहिँ स्टोरी टेलिङ हो क्या. हजुर दाइ. यहाँ पनि मैले स्टोरी भनिसकेको छु. यु डिन्ट रियलाइज कि आई टोल्ड स्टोरी कि टेबामा गएर त्यो ऐनामा होइन गिटार बजाएर देन त्यहाँ तलपट्टि यस्तो वाला थियो त्यहाँ. अनि ठ्याक्कै पानी पर्नेलाई आउँछ मौसम पनि त्यस्तै थियो. अनि यो सेट पानी पर्न लाग्यो अब भनेर. नट्टु पनि हुनुहुन्थ्यो. नट्टुजी उहाँ पनि हाइपमा हुनुहुन्थ्यो त्यो टाइममा. Vyas Media Network.